नमस्कार सम्पूर्ण उपस्थित टोलवासी दाइ दिदीबहिनीहरू आमा बुवाहरू समस्त समकालीन साथीहरू भाइ बहिनीहरू छोरा नातिहरू सबैलाई धेरै धेरै नमस्कार। यहाँ उपस्थित हाम्रो विशेष प्रमुख अतिथिज्यू यस स्कुलका प्रिन्सिपल जनकराज शर्मा, यसै गरी नेपाली सर हाम्रो पिके शर्मा ज्यू, मोटिभेसनल स्पिकर अग्रज दाजु र सम्पूर्ण तपाईँहरू सबैले अलिकति इको डाउन गरिदिनुहोस् है। यसलाई सम्पूर्णले आफ्नो दुःख सुखले कमाएर अलिअलि पैसा गर्दा गरेर यो स्कुललाई सरस्वतीको मन्दिर सम्झेर आफ्ना लालाबाला बालबच्चालाई यहाँ भर्ना गर्ने हुने सम्पूर्ण अभिभावक महोदयहरूमा म सानो कलाकार रमन लोपाखेती मेरी बासीको घर चाहिँ ख्यासेको पनि कुरा बुझिरहेको नमस्कार। फेरि हाम्रो नेपाली सरले त दोस्रो सो बोल्यो, पहिलो सो हुँदा पनि त्यो दोस्रो सो तपाईँ साह्रै भाग्यमानी भाग्यमानी जय होस्। म रमाइलो तपाईँलाई कुरा पनि गर्नेछु र राम्रा राम्रा कुरा पनि गर्नेछु र अलिक ग्ल्यामर कुरा पनि गर्नेछु। सबैभन्दा पहिला सरस्वतीको मन्दिरको गोलढुङ्गा अर्किड स्कुललाई धेरै धेरै धन्यवाद। वरपर टोल छिमेकीका भाइ बहिनीहरूलाई एउटा समुन्नत रूपमा एउटा चौतारी बनाएर तपाईँले शिक्षा प्रदान गरिरहनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। राम्री राम्री मिसहरू, राम्रा राम्रा सरहरू र राम्रा राम्रा भगवान रूपी अभिभावकलाई तेस्रोचोटि फेरि नमस्कार। अब आजकल नमस्कार पनि कस्तो छ हेर्नुहोस्, भेटेपछि हेलो भन त्यो नमस्कार गरेर कि मरस भने थाहा छैन होइन। यता मिसाउने सबैजना मजाले हाँस्नु त कसैले हाँस्नुहुन्छ अलिक ठुलो छोरी जो हाँस्यो त्यो बाँच्यो, त्यसको आयु थप्यो। तपाईँले के यो स्कुलले धेरै पैसा ल्याएको र तपाईँले नहाँसेको एकदम सबैले हात माथि राखिदिनु। म सानो कलाकारले भनेको होइन, हजुरहरूले पर्दैन, हजुरहरू तलै ठिक छ, अभिभावकले भनिरहेको छ। सबैले मेरो व्यवसाय हेर्नु आएको छैन। मेरो व्यवसाय प्रत्येक मङ्गलबार 8:30 बजे मिडिया अफिसियल युट्युब च्यानलबाट आउँछ। अब रमाइलो उसको हातमाथि मेरो हात थियो, कसको हातमा भन्नु त हो भन्नु तपाईँ अलिक ठुलो छ यो ठुलोको यो ठाउँको खै आवाज होइन, यहाँ छोटुको आवाज चाहिँ आमै भनेर हेर्दियो होला। अझ तपाईँहरूभन्दा पनि अगाडि सिक्न बसेकाहरू त छोटुको आयो भने यसरी हेर्नुहोस् है, नजिकै बुढी छ भने नि यसो मलाई तेर्सा त यसरी हेर्ने हो कि होइन। अनि तपाईँहरू चाहिँ अहिलेको चाहिँ दुश्मन हेरेको हेरे दुर्गेश थापाहरू तपाईँ फेरि हेर्ने होला, त्यस्तो हुन्छ। म त्यस्तो खालको होइन होइन, तर भन्नुहोस् हो भाइ उनको हातमाथि मेरो हात थियो, उनको खुट्टामाथि मेरो खुट्टा थियो। सुन्दा अनि असजिलो फिल हुन्छ के, उनको हातमाथि मेरो हात थियो, उनको खुट्टामाथि मेरो खुट्टा थियो। फेरि खोज्दा बाबा उनको हातमाथि मेरो हात थियो, उनको खुट्टामाथि मेरो खुट्टा थियो, उनको पुरै शरीरमाथि मेरो पुरै
मन्त्र छ मिठो पड्काउने के उहाँले उहाँ थाइल्यान्ड घुमेर आए जस्तो लाग्यो खालि डन्ट माइन्ड रमाइलो अब एउटा मलाई मेरो आशयमा अहिले पछिल्लो समय तपाईँले देखिरहनु भएको छ मलाई चाहिँ आशा लाग्छ हिजोको एपिसोडमा हामीले ग्यासको हाहाकार सम्बन्धी भएन बस्ने कर्म मेरो दुःख कहिले गएन आधी उमेर लास्ट सरक्क फेरि होइन अब यही गीतलाई चाहिँ नि हाम्रो शेरबहादुर देउवाले गाउनु भने कसरी गाउनुहुन्छ पूर्व प्रधानमन्त्री अहिले सिङ्गापुरमा लुकेर बसेका किनभनेदेखि श्रीमतीलाई यहाँ करेप छरेप पार्न सक्छ त्यही भएर उहाँले आज भाइ बाबा तिमी जाँदैनौ न त्यसमा जाँदैनौ न तिमीले त अनेक गुन्डा लाने छाप्छु मलाई समातिया छ अब त्यो दलले एउटा छोरी फुल्छेले यहाँको तुलनाले बसेर केही गर्दैन भए हाम्रो त छोटी हालेर भनेको 24 गतिको आन्दोलनमा त त्यसको बाटो भाग्नु भयो हाल्नुसम्म हालेर घरमा तिर्नु पऱ्यो चित्त बजेर बोल्नु चाहिँ जाने हाम्रो त यहाँ नारायण सरले नि बोल्नु सो भयो तपाईँ त ज्यानलाई नराख्ने मान्छे हतपट्टि हाउँछ नै मुस्किल उहाँ गैला भन्दा स्याहारो उहाँलाई गैला जङ्गल यताउता पारी पारी छ सबै घरै घर छ चुलो कहाँ बनाउने घरै घरमा मात्र कहाँ दाउरा हाल्ने कहाँ पकाउने त्यही भएर अप्ठ्यारो चाहिँ हामी सबैजनाले एउटा प्रे गरौँ विश्वमा जुन किसिमको युद्ध चलिरहेको छ यी लालाबाला बच्चा बच्चीको लागि हाम्रो सन्ततिको लागि त्यो विश्वमा चलिरहेको युद्ध चाँडोभन्दा चाँडो बाँचुन्जेललाई रमाइलो गर्ने हो यो जिन्दगी एक दिन जाने हो पानी छायामा पानी छायामा घुम्दै आएको कान्छी म त तिम्रै मायामा यो गीत चाहिँ बजाइदिनुहोस् हजुर नाच्न सक्नुहुन्छ
अब लिएर आउनुलाई अब मलाई यो जोडा भन्ने डर छ यस्तो हिँड्छ मान्छे फेरि ए ल छोरा खाने कुरा गरे होइन ल ल ल आयौँ सरी भेटरी आयौँ 3 मिनट है राख ल भैँसी ब्याज मलाई फोन गरेन भेटरीमा फोन गर ल है त ल अर्थमा हेरौँ न अब भैँसी भ्याउला बिरालो भ्याउला मलाई फोन गर्ने हो अन्त पशुलाई फोन गर्ने त हो नि को गरेर छ यहाँ भैया को आएको छ यहाँ यसरी स्कुलको कार्यक्रममा दिन दाडा यसरी साँडेलाई चाहिँ नबोला भयो हुन्थ्यो होइन आज झन् गुरुले यो स्कुलमा चाहिँ चोर फटाउनलाई बोलाउनु भएको छ क्या हो चोरा खन्ती जस्तो आवाज सुन्छु त एकछिन है होइन दमन घर गयो घर चाहिँ यस कुन घर चाहिँ हो 13 बजे लास्ट त्यही हुन्छ पनि नगरा ए लास्ट टाइममा त्यही रे गरेर भने त आइज भरे जन आउँदैन होइन यो आवाज त कता कता मेरी बासमा चोरा खन्तीकै सुने ए भाइ यहीँ अगाडि देखिन छि तिमी स्वास्नी भर्खर फोन गरेको थियौ मलाई भयो त के भयो त अनि तिमी कहाँबाट यहाँ यस्तो लन्चिरहेको छौ त यो बाटैबाट आएकोमा कता बाटो बाटैबाट आएको बाटैबाट आएको कुन बाटो देखाइदिउ नि त यही बाटोबाट आएको जाउँ नि त फेरि गएर देखाइदिउ नि त तैँ भने किन मान्नु तिमीलाई भन्नु अनि के हो त घरमा त भैँसी बिहा छ अनि तिमी यहाँ हिँडेको छौ के अरे भैँसी बिहाएर नि त घरमा ए बाबा बेहुनी बेला भएको भैँसी नब्याएर के चुक्लाएर बस्छ होइन नेपालीहरू चाहिँ सुत्केरी हुने बेला भएको सुत्केरी हुने बेला भएको दिदी बहिनीहरू सुत्केरी नभएर कि त्यतिकै बस्छ मुला चेपा त्यो हुन्छ मुला ओइ फेरि गयो मुला भने तल मुला हुने मुला फेरि गयो मुला भने तल भने मुला तिमी मुला हो म त घिनाउने जब 3 महिना के काम थियो ओइ घर बिहाजु मुला भने पारै काल हुन्छ सिजनमा हुन्छ बेस सिजनमा नि घिरौला फल्छ फल्दैन थाहा छैन चुप लागेको बस्छ ल म आफ्नो परिचय दिन पाएन नमस्कार हजुर नमस्कार भनेको आज एक मिस पनि आउनु भएको छ ठिक्क भएर नमस्कार ठिक छ होइन कोले घिरौला खानु भएको छ हात उठाउनुहोस् कोलाई मनपर्छ उठ्याउ भाइ तिमीलाई मनपर्छ ल अहिले भेट तिमीलाई घिरौला कोलाई मनपर्छ तरकारीसँग आएपछि आम घिरौला पर्छ आइलो ए आइलो कि उनीहरूले इङ्ग्लिसले बढी बोल्यो क्या घर बिहान धेरै बोल्यो नि कस्तो ए एबिसीदेखि जेसम्म सबै आउँछ इङ्ग्लिसलाई धन्यवाद त्यही आउने भएर त घर बिहाजु टिटिक्क परेर ट्याक्सी परेर आउँछु म ओहो हजुर त राष्ट्रको गहना पो है हजुर हजुर खै त गहना त भेट्नु आएको त बङ्गिरे हो तोलाको 3 लाख पुगिन्छ क्या अब के भेट्यो र अहिले झऱ्यो होइन पाउनु यस्तो राम्रो मान्छेलाई त सम्मान गर्नु पऱ्यो र कुर्ती पाउनु हजुर कुर्ती ल्याउनु त तपाईँको कुर्ती ल्याउनु कुर्ती छ त कुर्ती पुऱ्याइदिन्छ राष्ट्रको गहनालाई सबैले सम्मान गर्नु तारिफ गर्नु तर यहाँ लागि मात्रै है यिनको लागि बजाउनु पर्दैन छोरा खन्तीको कहिले बजाउनु हुन्छ भन्ने हजुर तिमी त देशको गहना हजुर धेरैलाई जन्माउनु भयो त म मेरी भाषामा त धेरै कलाकार जन्माउनु भयो ए मेरी भाषाबाट धेरै जन्मे मैले जन्माएँ गाउँबाट आफै जन्मेका हुन् ठिक छ मैले अघि केही गल्ती गरेँ होला केही भन्यो होला चोरा खन्ती भन्यो होला माफ पाऊ पहिला अब ठुला बडा मान्छेसँग यसो सधैँ पनि ले फुटेर ल सौभाग्यवती भए के अरे म केटी हो सौभाग्यवती भयो मलाई होइन आजकल केटाहरू पनि केटी हुने गरेका छन् कि त्यही भएर सौभाग्यवती भयो भने जे पाइ त्यही नबोलाइ फेरि स्कुल हो फेरि तिमीले राम्रै मूल्याङ्कन होला ल भयो अब जे भने पनि अब तिमी मेरो घर बिना जाऊ अब उता घर भैँसी ब्याइराख ल राष्ट्रको यस्तो यस्तो गर्दै त कलाकारले त गर्नु पऱ्यो त तिमीले लागिरहेको के ल मजाले बस्छ ल त्यसका बाजे खाल्डोमै पुर्यायो नि खाल्डोमै पुर्याएछ नि तिमी सधैँ खाल्दैमै छ त कहाँ माथि आएको त पर्छ भएको यहाँ छोएर हेर त छोएर छोइदिनु हजुर छोइदिउँ नेपाली त छोइदिउँ उहाँ आफ्नो किन आफ्नो उहाँ त्यस्तै श्रीमतीले हालिरहेको छ कि हो र तनावमा हुनुहुन्छ क्या अहिले प्रायः केटाहरू नौनी मान्छेहरू हाँस्दैनन् किन श्रीमती पुलिस छन् के कसरी श्रीमतीले गाली गर्छन् यतापट्टि चाहिँ टिकटकदेखि लिएर दुनियाँमा चाहिँ हेरेर लप्पर आउँछ त्यो थाहा पाएपछि श्रीमतीले गाली गरेर आउँछ त्यही भएर श्रीमानहरू हाँस्दैनन् म पनि हराएर
ओहो भने मान्दो रहेछ भने मान्दो रहेछ रे हो 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 पख पख के भयो पानी खाँदा भने मान्नु पर्छ र पानी खान्छु नि त ल खान त खा अब फेरि लगा अब तल राख ल भने मान्दो रहेछ अनि त यहाँ गर्न आएको किन यहाँ आएको अन्त हेर घर बिहान्छु म भनेको त अब हिरौलाको आफ्नो इज्जत हुन्छ मान हुन्छ शान हुन्छ हेर सबै कुरा देख्दैन काटचुट परेर सिधा सुधा ठोकेर आएको त मोजा पनि लागेको छ त है तेरिका मरिया त्यो त मोजा खोल त ए तिमीले जहाँ खोल भने त्यही खोल्ने मान्छे म पब्लिकमा खोल्छु म खोल्नु त खोले त मोजा खोल्दिनँ लास्ट खोल्नु खोल्नु हाम्रो खोल्यो 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 खोल्दिउँ खोल्यो खोल्यो मोजा मात्र खोल के पटु नखोल हो र एउटा भतिजा सोध्नु खोल्नु भति ठुलो धेरै लम्बी टाङ्गो छ यहाँ खोल अब जे भए पनि घर बिरामी डायट जस्तो मान्छे भने भूमिकै नभनी भने खोल न ए ल ल ल ल भयो भयो ल ठ्याक्क ल भाग्य मारी मेरो जुत्ता छ एउटा आज के जुत्ता के भयो कस्तो आधा मोजा लाग्यो अब जुत्ता त लाग्यो घर बिरामीको मोजा किन्ने हैसियत भएन त्यही भएर यसो कसरी देख्दैन नि त्यहाँभित्रमा अनि कहाँ जानु लाग्दैछ नि अब कहाँ जानु घर बिरामी देशमा महँगी बढ्यो देशमा हरेक चिज बढ्यो यहाँ अब हामी जस्तो मान्छे काठमाडौँमा टिक्न सकेनौँ गाउँमा टिक्न सकेनौँ त्यही भएर म त झोली दुमी बोकेर विदेशतिर हिँड्नु आएको यस्तो राम्रो मातृभूमि छोडेर विदेश जानु हो तिम्रो जस्ता युवा पिँढी राम्रो भएर के गर्नु क्या हाम्रो रोजगार खोइ म दिनु बाँच्दै अब नयाँ सरकारले दिन्छ रोजगार सबै युवा पिँढीलाई तपाईँ हामीले चुनाएन नयाँ सरकार अब मेरो भाइ प्रधानमन्त्री हुँदैछ 35 वर्षको बाले तिमीले दिन्छ अब रोजगार ऊ पनि युवा हो तिम्रो जस्तो युवालाई दिन्छ नभएदेखि त्यही हाम्रो पूर्व प्रधानमन्त्री जस्तो हालत हुन्छ त्यसको पनि हो कि होइन भन्नु अब अब खुरुखुरु नेपालमै बस्ने नेपालमै भएको खनिज पदार्थ उत्खनन गरेर यही ग्यास निकाल्ने विश्वको जलस्रोतको दोस्रो धनी राष्ट्र यही बिजुली निकालेर मजाले विदेशमा बेच्ने हामी आफै आत्मनिर्भर हुने अरूको भर नपर्ने होइन भने सधैँ अरूको गुलाम भइरहन्छ त्यसैले अब यी नयाँ सरकारलाई खबरदारी गरेर हामी कोही पनि विदेश जाने होइन विदेशबाट आउने पर्यटकबाट हामीले दलाल झिक्ने हो हाम्रो देशमा चाहिँ मजाले काम लगाउने हो हामी काम गर्न जाने होइन उताबाट आएका मान्छेलाई काम लगाउने अब त सिर्जना गरेपछि मात्र हाम्रो विश्वमा यो देश नेपालको अर्कै स्थायित्व अर्कै मूल्य मान्यता हुन्छ हो कि दाजु जननी जन्म भविष्य स्वर्ग आज बिगर्नेছি र प्लिज यो भाषण गरेर चाहिँ साँच्चीकै हुन्छ त म विदेश नजाउँ त तेरा बाजे हुन्छ के म जान्छु होला त आफूले एउटा कुरा थाहै छैन मेरो भतिजो छ म यही देशमा बस्यो भुइँची पाल्यो बाख्रा पाल्यो र त्यसको पैसाले अर्किड एकाडेमी मेरो भतिजोलाई भर्ना गर्छु ल्याएर बुझ्यो दाजु यही देशमा बस्यो हुन्छ टेक्निसियन साथी कता आउनुहुन्छ त देखिनु न त जुम्रा कराएर बस्नुभएको छ क्या यता हेरिरहनु छ है ल उहाँ कहाँ पर्नु म जाँदिनँ यही देशमा बस्यो यही देशमा केही गर्यो अब यसको छत्र छायामा बस्ने क्या देख्नु भयो दाजु आफ्नै देशमा बस्नु होइन त सबैजना भाइ बहिनीहरू सबैजनाले अभिभावकहरू सबैजनालाई यो प्यारो हाम्रो बलुवा अर्किड एकाडेमीमा पैसा लाग्दैछ भन्न गर्दै सबैले उत्पादन गरौँ भाइ ताली भाइ Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn